यो ग्ल्याक्सोनिया चाहिँ सबैभन्दा फर्स्ट फुलेको हो र अझै कोपिलाहरू चाहिँ पुरा छ। यो चाहिँ यसपालि फुलेको हो। यो फुल्दैछ अहिले यहाँनिर। यहाँ चाहिँ पुरा कोपिलाहरू आइसकेको छ। कस्तो कलर हो अब यो थाहा छैन। मसँग त 3वटा कलर मात्रै छ छनको लागि चाहिँ। एउटा चाहिँ पर्पलमा पनि छ। यसरी फुल्न रेडी हुँदैछ र यो चाहिँ गरममा चाहिँ एकदमै छिटो फुल्दो रहेछ र यसको चाहिँ यो पत्तै उम्रिन्छ। यसको चाहिँ यो पत्ताबाट नै हामी बिरुवा सार्न सक्छ। अब यसलाई यसरी गरेर जस्तो यहाँ देखाउँ, यो गरे नि, यसलाई चाहिँ माटोमा गाडिदियो भने, यसरी माटोमा गाडिदियो भने यसलाई माटो भन्दाखेरि पनि बलुवामा यसरी गाडिदियो भने यहीँबाट यसको यहाँ नयाँ बिरुवा निकाल्न सकिन्छ। यसको